स्थानीय तह कर्मचारी संघले काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूलाई तलब दिन 7 दिनको अल्टिमेट दिएको छ। संघका अध्यक्ष नारायण प्रसाद शर्माले विज्ञप्ति जारी गर्दै 1 हप्ताभित्र कर्मचारीलाई तलब नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्। आन्दोलनबाट सिर्जित परिणामको जिम्मेवारी महानगर नै हुनुपर्ने संघको चेतावनी छ। सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निष्कासनका लागि पहल गर्नुपर्नेमा अझै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उशृङ्खल अवाचित एवं उत्तेजित शब्दावली प्रयोग गरी थप समस्याको सिर्जना गर्न उद्युत देखिनुले समस्या हल गर्नेतर्फ होइन आफ्नो दम्भ प्रदर्शन गर्नेतर्फ अग्रसर देखिन्छ विज्ञप्तिमा भनिएको छ। प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीहरूले 3 महिनादेखि तलब पाएका छैनन्। अरू प्रशासनिक काम पनि ठप्प छ। महानगरको समस्या र हाम्रो मार्गलाई व्यवस्था गरी अझै उत्तेजित हुँदै समस्या लम्ब्याउने बल्झाउनेतर्फ उद्युत भई आम कर्मचारीको समस्या हप्ताभित्र समाधान नगरेमा सम्पूर्ण पेशाकर्मीहरू एकत्रित भग्गे समग्र महानगरवासीले हित र कर्मचारीको हक सुनिश्चितताको लागि कडा आन्दोलनको कार्यक्रम घोषणा गरिने विज्ञप्तिमा भनिएको छ। एचटीसी मिडिया, सञ्चार क्षेत्रमा नयाँ आयाम।